गणेश तामाङ योन्जनको कोरियन लाउरे म्युजिक भिडियो सार्वजनिक। इलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योन्जनले नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै कोरियन लाउरे अनलाइन धाइरन्चुको म्युजिक भिडियो क्लिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। नेपाली गीत संगीतको क्षेत्रमा सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र गायक आसमान लोप्चनले यस गीतमा आफ्नो सुमधुर स्वर दिएका छन्। विशेष गरी युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा आफूलाई मन परेको मान्छेसँग आपसी चिनजान स्थापित गर्दै आकर्षक तस्बिर साटासाट सहित सम्बन्धहरू पनि सामाजिक सञ्जाल मार्फत जोड्ने र आपसमा मायालु भावहरू व्यक्त गर्ने कुराहरूलाई कल्पना गरेर गीतको शब्द तयार गरिएको हो। तस्बिरकै आधारमा जोडिएको सम्बन्ध मात्रै भरपर्दो हुन नसक्ने सन्देश पनि यस गीतले दिन खोजिएको छ। कोरियन लाउरे गीतमा संगीत विशाल कालतानले भरेका छन्। अर्पण स्टुडियो बौद्धमा रेकर्डिङ र सम्पादनमा अनिल विष्ट प्युठानी, मिक्स एरेन्जको जिम्मा अर्पण थिङले सम्हालेका छन्। काठमाडौँ वरपरको विभिन्न मनोरम दृश्यहरू समावेश गरिएको यस गीतको म्युजिक भिडियोमा गायक स्वयं आसमान लोप्चन र सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ। क्यामेरामा दुर्गा श्रेष्ठ, मेकअपमा शोभना थापा र गीतकार गणेश तामाङ योन्जनकै निर्माणमा बनेको यो म्युजिक भिडियो युद्ध लामाले निर्देशन गरेका हुन्।